सदा झैं आज पनि परमेश्वरलाई महिमा होस् र यो बिहानी फर्केर आएको छ र यो फर्केर आउँदै गरेको नयाँ ऋतुले नयाँ उमङ्ग लिएर आएको छ अनि तपाईहरुको दैनिकी जिन्दगीमा धेरै आशिषका मुहानहरू खोलिएका छन् र आज बाइबलको मत्ती 7 अध्यायको 6 पदमा यसरी लेखिएको छ, जे पवित्र छ सो कुकुरहरूलाई नदेऊ, आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्र त तिनले आफ्ना खुट्टाले तिनलाई कुचल्न र फर्के तिनलाई हमला गर्लान्। मूल्यवान परमेश्वरको वचनहरू अदर्शीय मानिसहरूको अगाडि नफाल, जुन कुराले उनीहरूलाई त्यसको महत्त्व नै हुँदैन। सुँगुरलाई जसरी हिरा के हो मोती के हो त्यो जसरी थाहा हुँदैन, त्यसरी नै जसलाई दर्शनविहीन मानिसहरू धेरै हुन्छन् तिनीहरूलाई यस्ता परमेश्वरको जिउँदो वचनहरू उनीहरूको अगाडि जतिसाकै शक्तिशाली कुराहरू गरे तापनि उनीहरूलाई त्यसको कुनै महत्त्व हुँदैन भनेर बाइबलले यसरी बताउँदछ।